हेलो साथीहरू, मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले 2 दिन काम गरेको भिडियो हाल्दैछु। लामो हुनसक्छ, तपाईँले भिडियो नछुटाएर हेरिदिनु होला। यो रहेको छ पहिलो दिन, हेर्न सक्नुहुनेछ साथीहरू। मैले चाहिँ यसरी पहिलोचोटि अनि यसरी धान काट्दैछु। अनि मेरो औँला, मेरो कर्मघर अनि यहाँ चाहिँ खेतबारीमा यसरी मैले धान काट्दैछु साथीहरू, हेर्न सक्नुहुनेछ कति मजाले। अनि मलाई कस्तो, अनि मैले चाहिँ मेरो मामाको घरमा धान काटेको याद आयो कि। अनि साथीहरू हेर्नु न, मेरो श्रीमानले पनि यसरी धान काट्दै हुनुहुन्छ। अनि यसरी धान काट्दै गर्दाखेरि अनि कति रमाइलो हुन्छ कि साथीहरू। गाउँघरमा यति रमाइलो हुन्छ कि मिलेर काम गर्दाखेरि, मिलेर सँगै बसेर खाना खाँदा यति रमाइलो हुन्छ। अनि यतिकै गरममा चाहिँ अनि धान काट्दै जाँदाखेरि अनि रात चाहिँ जसमसै हुन्छ कि साथीहरू। अनि मलाई चाहिँ दाइले अनि तिमी धान नकाट, अनि हात काटौला भने मेरो ढङ्ग छैन के। त्यही भएर अनि हेर्नु न, छोरीलाई जिस्काइराख्नु भएको छ। अनि मैले काट्छु भन्न लाग्थेँ, काट्न सकिनँ। अनि त्यसपछि हेर्नु, हाम्रो घरको काँक्रा खान आउनु है साथीहरू। लोकल काँक्रा, अर्ग्यानिक काँक्रा, गाउँघरको काँक्रा। हेर्नु न कति राम्रो रहर लाग्दो देखिएको छ है। अनि तपाईँहरूलाई यदि चाहियो भने भन्न सक्नुहुनेछ। कस्तो राम्रो छ यो काँक्रा त, जति खाए पनि नअगाउने। अनि त्यतिकै गरममा चाहिँ साँझको पखमा हेर्नु न, कस्तो राम्रो केरा, लोकल केरा रुखमै पाकेको। अनि हामीले चाहिँ यो केरा बोकेर दिदी र म घरतिर लाग्यौँ। र अनि मेरो श्रीमान र मेरो दाइ अनि माछा मार्न जानुभएको थियो। अनि यसरी माछा लिएर आउनुभयो घरमा, साथीहरू हेर्न सक्नुहुनेछ। अनि त्यो खोलामा मैले अस्ति नै देखाएको थिएँ नि, त्यो खोलामा हो कि। अनि त्यो खोला चाहिँ अनि हेर्नु, हो यही खोलामा हो। अनि यो चाहिँ अर्को दिन हामीले यसरी खोला तरेर कहाँ जाँदैछौँ साथीहरू भन्नुहुन्छ भने, हामीले चाहिँ खेतमा जाँदैछौँ कि धान काट्न। फेरि त्यहाँ पनि धान थियो। अनि खोला यसरी तरेर अनि यही खोलामा माछा मार्नुभएको थियो कि मेरो श्रीमानले अनि मेरो दाइले। अनि उहाँ दुई भाइले चाहिँ अनि यही खोलामा माछा मार्नुभएको थियो। मलाई चाहिँ यस्तो डर लागिरहेको थियो खोला तर्न। अनि खोला पारी थियो, खेत, यति राम्रो सिन देखेको थियो कि कुरै छोडिदिनु, यति राम्रो। हेर्नु न, यस्तो रमाइलो गाउँ छ कि, वाउ, यस्तो सुन्दर ठाउँ। मेरो कर्मघर यति राम्रो छ, जे जस्तो भए पनि मेरो कर्मघर हो, मेरो बुढाको जन्मघर। यति रमाइलो छ। अनि मैले चाहिँ एक्लै, हेर्नु न, यो बारीको पुरै धान काटेको हो कि। अनि यति रहर लाग्दो धान थियो कि कुरै छोडिदिनु कि। कस्तो काट्दाखेरि पनि सजिलो तरिकाले काट्दै थियो कि, आँसीले पनि यस्तो मजाले काटेको थियो। अनि त्यसपछि फेरि अर्को गरा त्यो सकाएर फेरि मेरो श्रीमानले र मैले नै यसरी काट्दैछु। अनि फेरि घर फर्किने बेला हामीले मकै ल्याएका थियौँ। अनि यसरी मैले मकै पोल्दैछु। मकै खाना भए आउनु होला साथीहरू। अर्ग्यानिक मकै मिठो छ, यति मिठो छ कि पुरै छोडिदिनु। लाउनुहोस्, स्पेसल मकै, हुम्लाको मकै यति मिठो छ कि, यति मिठो छ। तपाईँहरूले खानुभयो भने एक दिनमा पल्किनुहुन्छ के, मतलब पल्किनुहुन्छ। तपाईँको लागि, मेरो बुढाको लागि स्पेसल। अनि धन्यवाद हजुरहरूलाई मेरो भिडियो सुरुदेखि अन्त्यसम्म हेरिदिनु भएको लागि। अघिल्लो भिडियो त्यस्तै माया सपोर्ट गरिदिनु होला यो भिडियोलाई पनि। अनि अर्को भिडियो नआउन्जेलसम्म यो भिडियो हेरेर इन्जोय गर्नु होला। बाई बाई साथीहरू।